आज बिहीबार, विशेष गरी बंगलामुखी मातालाई बिहीबारको दिन पूजा आराधना गरिन्छ। हुनलाई त दैनिक रूपमा पूजा गरे पनि बिहीबार र शनिबारको दिन अलिक विशेष घुइँचो लाग्ने गरेको छ। पाटन मन्दिरबाट केही मिनेटको उत्तरमा पर्ने बंगलामुखी मन्दिर कुम्बेश्वर मन्दिर परिसरमा रहेको छ। बंगलामुखी माताको बृहस्पतिसँग संलग्नता रहेको हुनाले बिहीबार विशेष भीड़ हुने गर्दछ र बंगलामुखीको दर्शन गर्दा मनोकांक्षा सिद्ध हुने विश्वास पनि गरिन्छ। देवीको उपासना गर्दा पहेँलो फूल, पहेँलो कपडा, पहेँलो चन्दनको प्रयोग विशेष रूपमा गर्ने गरिन्छ। श्री महाविद्या बंगलामुखीमा सत्य युगमा ब्रह्माण्ड नष्ट गर्न सक्ने महाप्रलयबाट बचाउन भगवान विष्णुले बगलाको तपस्या गर्दा माता बंगलामुखी उत्पन्न भई विश्वलाई बचाउनु भएको भन्ने पौराणिक मान्यता पनि छ। समुद्र मन्थनपछि विष पिएका शिवजीले पनि बगलामाको आराधना गरेको विश्वास पनि गरिन्छ। तन्त्रशास्त्र अनुसार 10 महाविद्या मध्ये बंगलामुखी पनि एक हुन्। किम्बदन्ती अनुसार मदन नामक राक्षसले यस भेगका मानिसहरूलाई सताउने गरेकाले स्थानीय बासिन्दाहरूले बंगलामुखी देवीको स्तुति गरेर त्यहाँ बंगलामुखी उत्पन्न भई राक्षसलाई हराएको हुनाले स्थानीयहरूले यिनको सम्मानमा यी मन्दिर स्थापना गरी पूजा अर्चना गर्न सुरु गर्नुभएको पनि मानिँदै रहेछ। मैले पनि धेरैचोटि बंगलामुखी गएँ, तर यहाँको उत्पत्ति बारे भने त्यति धेरै जानकारी थिएन र आज मैले फोटो खिचुवाको पेजबाट उहाँले लेख्नु भएको यो आर्टिकल हजुरहरूलाई पनि सुनाएको छु। हजुरहरू पनि सक्नुहुन्छ भने आज बिहीबार दर्शन गर्नु जानुस् होला।